ल है मान्छेको जोस भने यस्तो हुनुपर्छ अघि दिउँसो कुरा मात्रै गर्दै थियो यहाँ एकदम कौडी बसाइ पनि हाले कौडी खानु लागि आमामामामा भेज कौडी यसमा चाहिँ के चाहिँ हालेको छु मैले इस्कुस आलु गाजर बिटरुट हो मुला साग आमा ल आटाको कौडी अन्त सिबी पनि हालेको छु आमामामा ल अन्त यहाँ चाहिँ प्याज हरियो खोर्सानी धनियाँ हो अन्त यहाँ यो चाहिँ के हो भनेदेखि नि यो चाहिँ के हो भने म त अघि छुर्पीको अचार पिस्छु सम्झेको थिएँ बिर्सेछु यो चाहिँ सिलामको अचार है के को सिलामको अचार के हो सिलाम भने सिलाम भने चाहिँ मसिनो मसिनो दाना हुन्छ तोरी जस्तो कि व्हाइट व्हाइट कलरको ल घर आमा भने चाहिँ यस्तो हुनुपर्छ जोसिलो अघि भिडियो बनाएर निकै कौरी सौरी खाने दिन भयो भन्दै थियो चिसो छ भन्दै थियो बनाइ पनि हालेछ त्यसको बाजे यहीँ ल है अब खाइन्छ आज कौरी ल लु है साथी हो जाडोमा तातो तातो मेरो चाहिँ कौडी रेडी भयो जाडोको दबाई अब चाहिँ यो तातो तातो खाएर चाहिँ एकदम केही नगर्ने काम सिधै ओछ्यानमा गएर सुत्ने है कस्तो भइसक्यो हेर्नु मिठो अघि त अल्छी लाग्दै थियो दिउँसो के बनाऊ बनाऊ भएर लास्टमा वेदरले चाहिँ यति साह्रो फोर्स गर्यो अब भन्नै साह्रै हेर्दै पत्ता लागिहाल्यो होला तपाईँहरूलाई कतिको टेस्टीको चाहिँ छ भनेर यहाँ पनि छ मिठो भएछ भाइ कस्तो दामी दामी अब यो खाएर चाहिँ भाँडाकुँडा केही नधुने सिधै ओछ्यानमा गएर पुप्लुक्कै सुत्ने तातो भयो ल एभ्री वान गुड नाइट